वेलकम ब्याक आई एम कमिङ अगेन। आज फेरि पनि स्वागत छ मास्टरसेफको किचनमा। आज मेरो किचनमा पाक्दैछ भेजिटेबल मिक्स फ्राई। तर यो साधारण होइन है, यो हो घरको फ्रेस सफा गर्ने स्पेसल रेसिपी जहाँ डिफ्रेन्ट काइन्ड अफ भेजिटेबल्सहरू छ अनि मेन राजा मसला यस्तो कि छिमेकीले पनि सोध्नेछन् आज कसको बिहे भइरहेछ। अब पहिले सबैको प्यारो सबैसँग मिल्ने इमान्दार साथी उहाँ हुनुहुन्छ आलु महाराज। उहाँ भन्नुहुन्छ म त फ्राइज बन्न गइहाले थिएँ, फेरि तिमीले मलाई तरकारी बनाइहालेछ। त्यही बन्दाकोपी दाजु भन्नुहुन्छ मलाई त चटपटेको साथी बनाइरहनुहुन्थ्यो, आज भने फ्राई गरिहाल्नु भएछ। टमाटर बहिनीको पखेटालाई काटिदिउँ अनि एउटा भाँडामा हालिदिउँ। त्यस पछाडि उहाँलाई राम्रोसँग स्याहार पटार गरेर हल्का मेकअप गरेर ग्यासको आगो बालेर आगोमाथि बसाइदिउँ है त। त्यस पछाडि केही मात्रामा प्याज बहिनीलाई काटेर, लसुन दाजुलाई पनि मिक्स गरेर काटेर त्यसका कपालहरू पखेटाहरू सबैलाई राम्रोसँग काटेर पहिले तयार पारेको गोबी अनि आलुमा मिक्स गरिदिउँ है त। त्यस पछाडि यहाँ हाल्नु हुनुपर्ने हुन्छ किचनको किङ नुन दाजुलाई अनि मजाले मिक्स पारेर मिच्नुपर्ने हुन्छ, किनकि उहाँलाई सेतो सफा पार्नुपर्ने हुन्छ अनि उहाँमा भएको मैलो जति सबै निकाल्नुपर्ने हुन्छ। त्यही भएर उहाँलाई राम्रोसँग मिक्स गरेर केही समयको लागि राखिदिनुपर्ने हुन्छ। प्याजलाई यसरी काटिदिनुहोस् कि प्याजले आँसु आए पनि भावुक नहुनु, किनकि यो प्रेमको आँसु होइन, यो त प्याज सम्धिको बदला पो हो त। अनि बदला कहीँ नरम हुन्छ र कहीँ खट्टा कहीँ मिठा त भइहाल्छ नि, होइन र। उहाँ प्याज दाजुलाई चाहिँ एकदम प्रेम सम्मान अनि गिफ्ट एक्सपेक्ट भने जस्तै उहाँलाई चाहिँ एकदमै धेरै सम्मान दिनुपर्ने हुन्छ, अन्यथा उहाँले पनि हामीलाई बदला लिने हुनेछ है। हामीले मात्र उहाँलाई सम्मान दिन सक्यौँ भने मात्रै उहाँले पनि हामीलाई स्नेह प्रेमले अपनाउनु हुनेछ। त्यसैले उहाँलाई प्रेमका साथ बहुत अच्छी तरह से सम्मान भी देना चाहिए। जितने आप सम्मान दे सको उतना इसको सम्मान दे देना, तभी आप भी इसके सम्मान के लायक हो जाओगे। नहीं तो आप भी खून के प्यासे हो जाओगे और रो रो के आपके वहीं पर के वहीं द इन हो जाएगा। इसीलिए प्याज भैया को बहुत प्यार से काट लेना और बहुत खुश रखना, वरना इसी तरह से आपको भी रोना पड़ेगा। मत रोना बहन, इनको प्यार से काट डालना। त्यसैले गिव रेस्पेक्ट टेक रेस्पेक्ट भनेको यही हो क्या। प्रेम दिन जान्यो भने उसले पनि प्रेम दिन्छ नि त, अनि उसलाई घृणाको नजरले हेऱ्यो भने तपाईँले पनि रुनुपर्ने हुन्छ। अब बोइल गरेर राखेको टमाटर बहिनीलाई निकालिदिनु होला। त्यस पछाडि उहाँको बाहिरको सबै रौँहरू चाहिँ निकालेर फालिदिनु होला। कराईमा थोरै तेल हालौँ, तरकारी डुबोस्, तर तपाईँको बजेट भने नडुबोस् त तेल त्यति हाल्नु होला। त्यस पछाडि टमाटर बहिनीको बाहिरको छाला जति सबैलाई निकालेर फालिदिनु होला, जुन ड्यामेजिङ स्किन हुनेछ, किनभने त्यसले उहाँलाई धेरै नै दुःख दिएर बसेको हुनेछ। अब तेल तात्यो कि तातेन भनेर थाहा पाउनलाई सानो टुक्रा खोर्सानी हाल्नुहोला अनि त्यही खोर्सानीमा काटेर राखेको टमाटर प्याजहरू हाल्नुहोला। यस पछाडि सुरु भइहाल्नेछ मसलाको असली ड्रामा। यो सबै गरिसकेपछि हल्दी यति हाल्नुहोला कि हात मैलो होस्, नुन यति हाल्नुहोला प्रेम जस्तै न धेरै न कम, कालो मिर्च यसरी हाल्नुहोला जहाँ छिमेकीले पनि गरिहाल्नु। हरेक चिजमा खोर्सानी यसरी हाल्नुहोला कि त्यसलाई खाए पछाडि मान्छे 2-3 दिनसम्म थला परुन् र तपाईँको हातबाट फेरि केही पनि खान नचाहुन्। कृपया यसमा गल्ती नगर्नुहोला है। कृपया थोरै मात्रामा हाल्नुहोला ताकि मान्छेले भनुन् हिजो तिमीले बनाएको खाना त एकदमै टेस्टी भइहालेछ, फेरि पनि बनाइहाल न, हामीले त तिम्रो हात चुम्न मन गरिहालेछ।
यदि कसैले भनिहालेछ कि हामीलाई त तिम्रो हात चुम्न मन लागिहालेछ, तब उसलाई आऊ न त मेरो हात चुमिहाल भनेर नजिकै बोलाएर 2 झपट लगाइदिइहालेछ। त्यस पछाडि काटेर राखेको टमाटरलाई पनि कराईमा झ्याङ्ग पार्नुहोस् र मजाले उल्टाइ-पल्टाइ गरेर त्यसलाई मजाले फ्राई गरिदिनुहोस्। अनि त्यसमा हालिदिनुहोस् तपाईँसँग भएभरका सबै मसला। त्यस पछाडि केही मात्रामा धनियाँलाई काटिदिनुहोस् अनि काटेर एउटा प्लेटमा राखिदिनुहोस्। त्यस पछाडि बाँकी रहेको केही भागलाई पनि काटिदिनुहोस् अनि त्यसलाई कराईमा हालिदिनुहोस् र त्यसलाई मजाले उल्टाइ-पल्टाइ गरेर चलाइदिनुहोस् अनि तपाईँसँग भएको मरमसला जति सबै हालिदिनुहोस् अनि त्यसलाई फेरि चलाउनुहोस् र तपाईँले काटेर राखेको बन्दाकोपी यानि कि भेजिटेबल मिक्सलाई पनि निकालिदिनुहोस् र राम्रोसँग मचिक बनाएर त्यसमा भएको पानी जति सबै निकालेर फालिदिनुहोस् अनि त्यसलाई राम्रोसँग सफा हुने गरेर त्यसको सबै शरीरबाट निक्लेको गन्दगी जतिलाई पखालिदिनुहोस् र फालिदिनुहोस् अनि त्यसबाट राम्रोसँग एकछिन केही समयलाई रहन दिनुहोस् र केही मात्रामा सेतो पाउडर लगाएर त्यसलाई व्हाइट बनाइदिनुहोस्। जब रेडी हुन्छ सेतो हुनलाई त्यस पछाडि हालिदिनु थोरै गार्लिक, थोरै ओनियन, थोरै चिल्ली अनि थोरै काटेर राखेको धनिया अनि थोरै नमक अनि थोरै मात्रामा मसला अनि थोरै मात्रामा ब्ल्याक पेपर एन्ड देन थोरै हल्दी अनि थोरै नमक अल्सो हालिदिनुहोस्। त्यस पछाडि राम्रोसँग मिक्स गर्नुहोस् अनि त्यसलाई राम्रोसँग मिचेर त्यसको शरीरलाई पुरै तलबाट हल्दीको कलरले मेहन्दी गरिदिनुहोस्, हल्दी गरिदिनुहोस्, मेहन्दी गर्नुहोस् अनि राम्रोसँग मिक्सअप गरेर त्यति गर्दा पनि भएन भने अझ केही मात्रामा सेतो पाउडर थपिदिनुहोस् र त्यसलाई अझ सेतो बनाइदिनुहोस्। त्यस पछाडि यो तयार हुनेछ बिहेको लागि सगुन यानि कि लड्डु बन्नको लागि। त्यस पछाडि भगवानको नाम जप्नुहोस् र लड्डु बनाउन सुरु गर्नुहोस्। त्यस पछाडि तपाईँ एक्लैले भ्याउनु भएन भने कोही अरूको पनि मद्दत लिनुहोस्। जसरी मैले यहाँ लिइरहेको छु मेरो छिमेकी बहिनीको मद्दत। उहाँले चुलोमा बसाउनु भएको छ एउटा गरम भाँडो जहाँ हाल्दै हुनुहुन्छ केही मात्रामा तेल लड्डु महाराजलाई फ्राई गर्नको लागि अनि लड्डु महाराज तयार हुनुहुन्छ। उहाँ फ्राई हुनको लागि केही मात्रामा लड्डु बनिसकेर तयार भइसकेको छ अनि केही पनि क्रमै छ अनि यहाँ मेरो छिमेकी बहिनी भने काम गर्नमा फुर्सद पाइरहेकी छैनन्। त्यसैले उहाँ बिजी छन् आफ्नै काम गर्नमा अनि म बिजी छु आफ्नै काम गर्नमा। यसरी हाल्नुहोस् अचारलाई अनि ग्राइन्डरमा पिसिदिनुहोस्। त्यस पछाडि तयार हुन्छ अनि हजुरले बनाउनु भएको लड्डुलाई हालिदिनुहोस् तावामा तेल हालेर अनि मजाले फ्राई गरिदिनुहोस्। यसरी फ्राई गर्नुहोस् कि तपाईँलाई झल्को आओस् कि तपाईँलाई जोसँग दुश्मनी छ जोसँग रिस छ उहाँ सबैलाई त्यही तावामा हालेर मजाले फ्राई गरिरहेको छु। यसरी तेलमा हालेर राम्रोसँग उल्टाइ-पल्टाइ गरेर लड्डु महाराजलाई भगवानको नाम जप्दै उहाँलाई भगवानको कृपा अनुसार राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ। उहाँ फ्राई भएर जब रेडी हुनुहुन्छ तब उहाँहरू खानको लागि एकदमै तयार भएर निक्लिनुहुनेछ। उहाँलाई धिमी आँचमा यानि कि धेरै हिट नदिइकन थोरै मात्रामा हिट दिएर फ्राई गर्नुपर्ने हुन्छ। यहाँ रेडी हुनुभयो चटनी महाराज। त्यसै गरी यहाँ बनेर तयार हुनु भइसक्यो लड्डु महाराज र बाँकी रहेको सबै लड्डु महाराजलाई पनि मैले यो तेलमा यसरी नै हालेर होइन पर पारेर एक दुईजनालाई भुट्न मन चाहिँ लाग्छ कि लाग्दैन कसैले? मलाई तो बहुत बढ़िया मन है ना इसी तरह पट पाने तेल में हाल के कुछ लोगों को जैसे कि एक ये लड़की मेरे घर पे उसको अनि यो जल्यो भने दोष चाहिँ ग्यासको हुनेछ, स्वाद बिग्रिए दोष नुनको हुनेछ, तर तारिफ आयो भने श्रेय चाहिँ सेफको हुनेछ कि कसो हो? अन्त्यमा ग्यास बन्द अनि भोको चालो सुरु। चट्नीमा डुबाएपछि लड्डु बन्नेछ। अब म होटलको भाइ तिमी मास्टर सेफ के कसो हो? अनि यो बन्दै गरेको लड्डुलाई चाहिँ खानासँग चट्नीमा मिसाएर अनि चट्नीलाई चाहिँ रिसाएको श्रीमानसँग या फिर रिसाएको बयफ्रेन्डसँग पनि बसेर खान सकिन्छ।
भन्दै आजको भिडियो चाहिँ यतिकैमा अन्त्य भएछ है। थ्याङ्क यू फर द वाचिङ। Have a good night.